हेलो साथीहरू नमस्कार। हामी चाहिँ चितवनमा रहेको एकदम चितवनको सबैभन्दा उच्च ठाउँमा रहेको सिराइचुली घुम्नलाई हिँड्यौँ। माथि पुगेपछि हेरेको धेरै माथि आइसकेछन्। हामी तलपट्टि फोटो खिच्दा त ओ माई गड एकदम डेन्जर बाटो, एकदम थकित भएर चाहिँ हामी चाहिँ माथि आएर चेपाङ गाउँमा होमस्टे रहेछ, एउटा चेपाङ भिलेज रहेछ, त्यहाँ आएर चाहिँ बारबिक्यू गरौँ, आगो तापौँ भनेर आगो ताप्दै मासु पोलेर खाना लाग्यौँ र गफ गर्न लाग्यौँ। चिम्टा नभएर चाहिँ मेरो भाइले चाहिँ काठको चिम्टा बनाएर नि त काठको चिम्टा बनाएर पोलिरहेको छ। एकदम मिहिनेत गरिरहेको छ। बत्ती रहेन फेरि त्यो ठाउँमा, हेर्नुहोस्, बत्ती नभएको कारणले चाहिँ मोबाइलको बत्ती बालेर हामी त्यहाँ बारबिक्यू गरेर बस्यौँ। धुलो हेर्नुहोस् त कस्तो धुलो हो, एकदम कष्टकर यतासँग आइपुग्यो। मेरो ड्याडी, म, साइल मामा, माइल मामा र साइल मामाको छोरा प्रकाश क्याप्टेन साहबसँग हामी सिराइचुली गयौँ। ड्याडीलाई र माइल मामालाई चाहिँ एकदम धेरै थकाइ लाग्यो भनेर चाहिँ यसो थकाइ मेर्नलाई पिउँदै हुनुहुन्छ। त्यसपछि हाम्रो खाना आयो, अर्ग्यानिक खाना। ल हेर्नुहोस्, एकदम यो गाउँको अर्ग्यानिक खाना, सिम्पल तर एकदम मिठो। त्यसपछि हाम्रो एकदम मिठो खाना खायौँ। भोलिपल्ट हामीलाई सिराइचुली जानुपर्ने थियो। सिराइचुली जानुपर्ने भएको कारणले चाहिँ हामी चाहिँ छिट्टै सुत्ने भन्दा पनि लगभग 12 बजिसकेको छ। सनराइज हेर्नु चाहिँ हाम्रो मेन उद्देश्य थियो। सनराइज हेर्नको लागि भनेर चाहिँ हामी जानको लागि बिहानै 5 बजे उठेर लाग्यौँ। मेरो ड्याडीको चाहिँ खुट्टा अलिक दुख्ने समस्या थियो, त्यही भएर चाहिँ मैले पछाडिबाट सपोर्ट गर्दै हामी हिँड्यौँ। हिँड्दै जाँदा एकदम गाह्रो, बेसरी माथि रहेछ हिँड्न चाहिँ। अँध्यारोमा लाइट बाल्दै गयौँ र हामी यसरी माथि पुग्यौँ। माथि जाँदाखेरि ठिक्क सनराइज हुने समय भएको रहेछ। एउटाको चाहिँ के खुसी लाग्यो भने साथी, एउटा नेपालको झन्डा चाहिँ त्यहाँ राखेको रहेछ है, तर अलिकति नरमाइलो चाहिँ त्यो झन्डा चाहिँ च्यातिएको रहेछ। यो कुरा थाहा भएन। मेरो ड्याडी चाहिँ थकाइ लगाएर एकछिन ढल्किनु भयो र चाहिँ माइल मामा चाहिँ गुराँस एकदम मक्काउनु भएको छ। गुराँस फुल्ने टाइम थियो त्यो बेलामा। गुराँस मजाले गुराँस फुलेको थियो। गुराँस हेरेर हामी पनि रमायौँ, फोटो खिच्यौँ। त्यसपछि सनराइज भयो, अलिकति धुवालो जस्तो लागेको भएर चाहिँ अलिक क्लियर देखिएन सनराइज। तर माथि पुगेपछि ओ माई गड, स्वर्ग भनेको जस्तो लाग्यो। सबभन्दा टप अफ द चितवन, यो चाहिँ चितवनको सबभन्दा हिल भन्ने आउँछ होला, चितवनको सबभन्दा टपमा। त्यसपछि हाम्रो ड्याडी सिराइचुलीको माथि मन्दिरमा घन्टी बजाएर बल पुकारमा आएर पूजा गर्नुभयो। पूजा गरिसकेपछि हामी यता फर्क्यौँ। यता फर्क्यौँ भन्दाखेरि चाहिँ तल फर्किन पनि एकदम गाह्रो थियो। माथि जान भन्दा तल आएपछि हेरेको ओ माई गड, हेर्नुहोस् त कति ठुलो। ओहो, त्यहाँबाट झर्दाखेरि अलिक गाह्रो हुने झर्दाखेरि चाहिँ, चढ्दा भन्दाखेरि। त्यसपछि हामी फेरि एकछिन त्यहाँबाट चितवनको दृश्य अवलोकन गरौँ। त्यहाँ बसेर चितवनलाई फेरि हेऱ्यौँ।